अब यो भ्यालेन्टाइन्स डे त हरेक साल आउँछ, हरेक साल जान्छ। तर तपाईँको हेयरलाइन एकचोटि गयो भने फेरि फिर्ता आउन अलिक गाह्रो हुन्छ कि। अब हेयरलाइन ठिक गर्नको लागि मान्छेहरूले मिनोक्सिडिल युज गर्छन् होइन, यसको बारेमा मैले पहिला पनि भिडियो बनाइसकेको थिएँ। तर अब योभन्दा नि एक्स्ट्रा कुरा एउटा छ क्या, त्यसको बारेमा आज भन्नेवाला छु, र त्यो हो माइक्रो निडलिङ। अब हाम्रो हेयरलाइन रिकभरीको लागि जति इम्पोर्टेन्ट यो मिनोक्सिडिल छ नि, त्यतिकै इम्पोर्टेन्ट माइक्रो निडलिङ पनि छ कि। मैले माइक्रो निडलिङ गर्ने भनेर पहिले डर्मा रोलर मगाएको थिएँ, तर त्यो मैले युज गरेन कि, किनभने एक त मैले सस्तोमा मगाएको थिएँ, 350 मा सुरुमा मगाउने बेला मगाएँ। त्यसपछि मलाई अलिक सस्तो छ यार, यो त अलिकति रिस्की छ भनेर युजै गरेन कि। तर अहिले चाहिँ मैले यो डर्मा स्ट्याम्प मगाएको छु, यो चाहिँ 1000 रुपियाँको। अनि 1000 रुपियाँ भएपछि मलाई अलिकति ढुक्क छ कि यो त्यस्तो बिग्रेको छैन भनेर मलाई अलिकति हुन्छ नि त्यो स्योरिटी छ कि। यसको रिभ्यू पनि राम्रै थियो। अनि दराजबाट मैले लगभग 1000 रुपियाँ जतिमा मगाएको थिएँ। त्यति बेला अफर चलेर कति 900 समथिङमा पाएको थिएँ क्या मैले। तर 1000 रुपियाँको सामान हो। अनि अब यदि तपाईँको पनि हेयरलाइन मेरो जस्तै हल्का कुक्ड भइसकेको छ भने चाहिँ तपाईँले एकदम मिनोक्सिडिल युज गर्नै पऱ्यो होइन। अनि त्यसपछि तपाईँले माइक्रो निडलिङ पनि युज गर्न सक्नुहुन्छ कि। सो अब तपाईँले माइक्रो निडलिङ गर्नको लागि कि त डर्मा रोलर किन्न पऱ्यो, कि त डर्मा स्ट्याम्प किन्न पऱ्यो होइन। मलाई डर्मा रोलर भन्दा चाहिँ डर्मा स्ट्याम्पै राम्रो लाग्यो, किनभने डर्मा स्ट्याम्पमा चाहिँ तपाईँले निडललाई चाहिँ माथि तल गर्न मिल्छ कि, कति ठुलो निडल ल्याउने कति सानो गराउने, त्यो हुन्छ नि अलिकति सजिलो हुन्छ कि। अनि अर्को भनेको चाहिँ तपाईँले यो आइसोप्रोपाइल अल्कोहल किन्नुपर्छ। यो पनि मैले दराजबाटै मगाएको थिएँ। यो चाहिँ 70% प्योर छ। अब यो आइसोप्रोपाइल अल्कोहलले चाहिँ डिसइन्फेक्टेन्ट सोलुसनको रूपमा काम गर्छ कि। जस्तै यो युज गर्नभन्दा अगाडि चाहिँ यसरी स्प्रे हान्ने, अनि युज गरेपछि पनि स्प्रे हान्ने गर्नुपर्छ कि। किनभने मतलब हुन्छ नि तपाईँले यो युज गरेपछि तपाईँको यो ब्याक्टेरियाहरू हुन्छ यताउता हुन्छ, अनि यतिकै राख्दा पनि फोहोर लागेको हुन्छ, त्यो चाहिँ सफा हुन्छ। अनि यो जुन जम्सहरू यताउता हुन्छ त्यो मर्छन् भनेर चाहिँ हामीले आइसोप्रोपाइल अल्कोहल युज गर्नुपर्छ। अब यसलाई मैले कसरी युज गर्छु भने चाहिँ मैले यसलाई हप्तामा एकचोटि युज गर्छु होइन। अनि मैले चाहिँ यो 1.5 मा राख्छु कि निडललाई, किनभने यो निडललाई 1.5 मा राखेपछि अलिकति युज गरे जस्तो नि फिल हुन्छ। अनि त्यस्तो अनकम्फर्टेबल पनि हुन्न कि, मतलब हुन्छ नि त्यो लगाइरह भन्ने थाहा पनि हुन्छ, र त्यस्तो दुख्ने यताउता अनकम्फर्टेबल हुने त्यस्तो नि हुन्न कि। अब तपाईँले अब बिस्तारै बिस्तारै त्यो आफ्नो हुन्छ नि लेभल बढिसकेपछि बिस्तारै बिस्तारै त्यो अपग्रेड गर्दै गर्दै गयो हुन्छ होइन। तर अहिले चाहिँ म एकदमै बिगिनर भएको कारणले मैले 1.5 युज गर्छु कि। अब यसलाई युज चाहिँ कसरी गर्ने भने सुरुमा यसलाई डिसइन्फेक्टेन्ट गर्नुपर्छ होइन, यसरी स्प्रे गरेर चाहिँ यसको त्यो सेनिटाइज गर्नुपर्छ। अनि त्यसपछि यसलाई चाहिँ आफ्नो कपालमा यतिकै लगाइदिने हो क्या, यसरी ठ्याप 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 पार्ने। अनि 1-2 चोटि 3 चोटि जसम्म गर्ने। अनि त्यसपछि अलिअलि दुख्छ, अलिअलि त्यो खुन पनि आउँछ, र त्यो एकदमै नर्मल हो क्या। सुरुमा हल्का खुन आउँछ, पछि चाहिँ नआउन सक्छ, आउन पनि सक्छ, मलाई थाहा छैन होइन। तर सुरुमा चाहिँ आउँछ क्या। मलाई चाहिँ आएको थियो है हल्का खुन, जस्तो मेरो यो एरियामा मैले अलिक बढी नै दबाई दिएको थिएँ क्या। अनि यो एरियाबाट हल्का खुन आइरहेको थियो क्या। अब यो एकदमै नर्मल हो, त्यस्तो दुख्ने गरी खुन आउन, तर अलिअलि हुन्छ नि त्यो खुन आएर चाहिँ डराउन पर्ने सिचुएसन चाहिँ छैन कि। यो माइक्रो निडलिङको कामै यहाँ तपाईँको पल्पा र तपाईँको ब्लड फ्लो इम्प्रुभ गराइदिने हो कि। अनि अर्को कुरा भनेको चाहिँ तपाईँले मिनोक्सिडिल लाउनु भने यसको अब्जर्प्सन राम्रो हुन्छ भन्ने कुरा नि छ। अब त्यही हो, माइक्रो निडलिङ पनि एकदमै इम्पोर्टेन्ट चिज होइन, यो चाहिँ मतलब नछुटाएकै राम्रो। अब तपाईँले माइक्रो निडलिङ र मिनोक्सिडिल युज गरेर चाहिँ आफ्नो हेयरलाइन फिक्स गर्न सक्नुहुन्छ होइन। तर त्योभन्दा अगाडि चाहिँ तपाईँले आफ्नो डर्माटोलोजिस्टसँग कुरा गर्नुपर्ने हुन्छ कि। यत्तिकै मेरो भिडियो हेरेको भरमा वा अरू कसैको भिडियो हेरेको भरमा चाहिँ त्यो पुरै यसरी ठोक्ने अनि पुरै मिनोक्सिडिल युज गर्ने गर्नुभन्दा चाहिँ एकचोटि डर्माटोलोजिस्टसँग गएर बुझेको राम्रो हो कि। अब सबै डक्टरहरू राम्रो हुन्छन् होइन, कोही डक्टर एकदमै चुतिया हुन्छन् कि। जस्तै मेरो यहाँ ढाड हल्का यस्तो छ कि, मेरो ढाडमा चाहिँ त्यो खै के रोग होइन, मैले यहाँ पछि सिबी लाएर थाहा पाएको थिएँ। अनि म चाहिँ उहीँ घर हुने बेला चाहिँ मैले त्यहाँ गएर चेक गराएको थिएँ नि, बिमाको त्यो गरेर चेक गराएको थिएँ। अनि मलाई क्याल्सियमको गोली दिएर पठाइदिएको थियो कि मेरो ढाड चाहिँ यस्तो त्यो भित्र छिरेछ होइन, जस्तो त्यो करङभित्र छिरेछ, अनि क्याल्सियमको दबाई दिएर पठाइदिएको थियो कि मलाई। अब कोही यस्तो चुतिया डक्टरहरू हुन्छन् नेपालमा, अब यही हो कि। अब घुस खाएर पास हुन्छन् कि के हुन्छन्, तिनीहरूको दिमाग नहुने हो कि के हो मलाई थाहा छैन होइन। तर अब हामीले यसमा चाहिँ केही गर्नै सकिन्न कि। त्यही भएर तपाईँले चाहिँ एउटा डक्टरको मात्रै भरोसा नमान्नु, 2टा 3टा 4वटासम्म डक्टरसँग भिजिट गर्नु होइन। त्यसपछि बल्ल आफ्नो कन्क्लुजनमा पुग्नु कि। सुरुमा रिसर्च गर्ने, त्यसपछि डर्माटोलोजिस्टकोमा जाने, त्यसपछि फेरि रिसर्च गर्ने, अनि बल्ल यो प्रोडक्टहरू युज गर्ने कि। ओके, सो आजको लागि यति नै। अब केही क्वेसन्स छ भने चाहिँ प्लिज लेट मी नो इन द कमेन्ट्स। नत्र अब डोन्ट लिमिट योर च्यालेन्ज योर लिमिट्स।